गुड मर्निङ। नमस्ते यहाँहरू सम्पूर्णमा। नेपालको राजनीतिक अवस्था र राजनीतिक घटनाक्रमले देशलाई थिलो थिलो पारेको अवस्था त हामीले बुझिराखेकै कुरा हुने भयो। विशेष गरेर यो पछिल्लो समय अब यो सङ्घीय संसद विघटनपछि, प्रतिनिधि सभा विघटनपछि जो 23-24को जनजी प्रदर्शनले यो अव्यवस्थित अराजनैतिक भन्न पनि मिल्यो र केहीले त्यसो भन्ने पनि गरेको पाइन्छ। यो अराजनैतिक प्रदर्शनका कारणले जो देश विध्वंस भयो र त्यसपछिका उत्पन्न समस्याहरू जो झन्झन सङ्कटमय बन्दै गएका छन् र राजनीतिक दलहरूले पनि आफ्नो दम देखाइराख्ने, वक्तव्यबाजी गरिराख्ने र तर जेनजीहरूलाई विभिन्न कोणबाट उचालिराख्ने प्रवृत्ति पनि देखिन्छ र जेनजी स्वयं आफै जेनजी भनिएकाहरू, जेनजी नामको जो आफूलाई उमेरभन्दा माथिका, जेनजी उमेरभन्दा माथिका उमेर समूहका मान्छे पनि आफूलाई जेनजी ठानेर जो एउटा आन्दोलन गर्न खोजिरहेका छन्। यो के देखिन्छ भने भर्खरै पनि अस्ति 2 दिन अगाडि मिराज ढुङ्गेना नेतृत्वको जेनजी समूह भनेर 18-20 कति 16-18 कति समूहले संयुक्त आन्दोलन गर्ने भनेर आन्दोलन घोषणा गरेर हिजो अस्ति जो मातिगर मण्डलामा आन्दोलन गरिराखेका छन् र पुलिससँग अलिअलि झडप जस्तो, अलिअलि लखडा जस्तो पुलिसले आफ्नो निश्चित घेरा तोड्न नदिने र उनीहरूले तोड्न खोज्ने जो वातावरण बनिरहेको छ। हिजो म आफै पनि त्यहाँ आन्दोलनको घटनास्थलमा पुगेँ र करिब आधा 1 घन्टा यसो हेर्ने अवसर प्राप्त भयो। आन्दोलनको मकसद के देखिन्छ भने खासमा यो देशलाई निकास दिने, सङ्कटलाई समाधान गर्ने, देश र जनताको हितमा काम गर्ने भन्दा पनि यो आफ्नो इच्छा आकाङ्क्षा पुरा गर्ने र कसरी हुन्छ मिडियामा आएर कसरी हुन्छ यो आन्दोलनमा सहभागी थियो र यसलाई समेट्नुपर्छ भन्ने, पार्न सकिन्छ भन्ने मानसिकताबाट त्यो आन्दोलनको उठान गरिएको पाइन्छ। यसो हुँदै गर्दाखेरि देश जनताले र अब समुदायले सुख पाउने कुरा देखिन्न। यो आन्दोलन नै एउटा परिचालित जस्तो देखिन्छ। यो भन्दै गर्दाखेरि मैले युवाहरूको आवाज, के अरे उत्पीडनहरूको आवाज, महिला, दलित अनि जनजातिहरूका आवाजलाई उठाउन दिनुहुन्न, होइन, आफ्ना आवाजहरू बोल्नु पाउनुहुन्न भन्ने तर्क होइन। तर के हो भने अब निकास दिने नाममा झन् विध्वंस हुने तरिकाले, झन् सङ्कट पैदा हुने तरिकाले जो आन्दोलनको उठान गरिएको छ, हिजोको दृश्य हेर्दाखेरि त्यो सकारात्मक छैन। उनीहरू हेर्दै अब त्यो एकदम प्रयोग भएर आएको जस्तो, कसैले उचालेको जस्तो, त्यहीँ पनि छन् 6-7वटा समूह छुटछुटी ग्रुपमा बसेको भेटाएँ मैले। यतातिर कसैले राजावादीहरू चाहिँदैन भनेका छन् भने उतापट्टि राजावादीहरू, राष्ट्रियता भने हामीले हो। मिराज ढुङ्गेना त यो विशुद्ध परिचालित मान्छे हो, यसमा राजनीतिक मान्छेहरू पनि घुसपेट भएको छ, छेरेका छन् भन्ने कुरा त्यहाँ मिडियाहरूमा बोलिरहेको आवाज सुन्न पाइयो र मैले पनि केही त्यहाँ रेकर्ड राखेकै छु। यसो हुँदाखेरि अब आन्दोलन, संयुक्त आन्दोलन गरिसकेपछि त्यसपछि पनि अनि आफ्ना इन्ट्रेस्ट हुने, आफ्नो समूह हुने, छुट्टा आन्दोलन गर्ने, एउटै मोर्चामा सहभागी हुने, त्यसपछि पनि आन्दोलन अनि फरक अनि इन्ट्रेस्टबाट गर्न खोजियो भने त्यसले राजनीतिक निकास दिने हुँदैन, देशलाई निकास दिने देखिन्न। अब विशुद्धै झुम्म परेर आछन् मान्छेहरू हेर्दै। अनि यो मैले आरोप लगाउन खोजेको होइन, उनीहरूको अनुहार हुन त दिनभरिको थकाइले पनि होला, एउटा चिन्ता पनि होला भन्न सकिन्छ, होइन। अब उनले त भन्ने गरेका छन् देश जनताको चिन्ता, होइन, देश जनताको माया, होइन, देश जनताको एउटा उत्पीडनलाई आवाज उठाइराख्दाखेरि मान्छेको थकान महसुस हुने कुरा त भयो। तर हेर्दै तिनीहरू के देखिन्छन् भने जो हामीले बालेन शाहले आरोप लगाउने गर्छन् अहिलेका, होइन, देशभरि जो समुदायले बालेन शाह त गाँजा खाने मान्छे हो पुरै, अनि गाँजाबाट परिचालित भइरहेछ भने जस्तो तिनीहरूको अनुहारै हेर्दाखेरि त्यस्तो देखिन्छ। केही कमान्डर भनिएकाहरूको मैले ठ्याक्कै यहाँ नाम लिन चाहिनँ, त्यो तपाईँ हामीले भिडियो हेर्दाखेरि पनि र उनीहरूको गतिविधि हेर्दाखेरि पनि बुझ्न सकिन्छ। अनि यसो हुँदाखेरि त्यहाँ के देखिन्छ भने अब तर मार्न सकिन्छ कि भन्ने केही राजनीतिक पार्टीहरू सकिएमा लागेको देखिन्छ। जो अब काङ्ग्रेस, एमाले, माओवादी, तत्कालीन माओवादी र अहिले नेपाली कम्युनिस्ट पार्टीका मान्छेहरूको एउटा पार्टी बनेर उनीहरू अलिअलि सेडमा आउन खोजिसकेपछि उनीहरू भ्रष्ट थिए, खत्तम थिए, केही मान्छेहरू अनि देशद्रोही थिए, त्यो मान्न सकिन्छ। तर यो भनेनामा राजनीतिक निकास बिना, राजनीतिक पार्टी बिना
जो यहाँ नयाँ निकाय दिन सकिन्छ भन्ने ढङ्गबाट लाग्ने र त्यसपछि पनि मान्छेहरू त्यहाँ घुसपेट गरेर पुरै राजनीतिक पार्टीका सिसिएम पिबिएमहरू अनि केन्द्रीय कार्यालयका मान्छेहरू पनि केही पार्टीका त्यहाँ देख्न पाइन्छ। यसो हुँदाखेरि हिजो एउटा भिडियो त मैले देखेर पनि राखेको छु। कस्तो छ भने सलक्कै अनि यता पुलिसले घेरबाड गरेका छ, यताबाट सरर छिरेका छन्। ती राजनीतिक मान्छेका विगतदेखिका आफूलाई भयङ्कर नेता ठान्ने लडाकु ठान्ने मान्छेहरू स्वाट गएका छन्। पुलिसलाई बेसीले धकेर फालिसकेपछि पुलिसले अलिअलि आक्रोशित भए जस्तो होइन, त्यसपछि स्वाट बिचमा भागेका छन् होइन। अरू सर्वसाधारण जेन्जी भन्ने खास वास्तविक जेन्जी उमेरका भाइ बहिनीहरू त्यहाँ बिचल्ली जस्तो होइन दौडधुप गर्नुपर्ने त्यो कुटाइपिटाइ खा जस्तो त्यो वातावरण देखिन्छ। यसले फेरि थप उस्टिङ्गल मचाएर थप आकर्षित उत्तेजना फैलाएर अनि पुलिसले दमन गर्यो भन्ने पारेर फेरि अर्को हिंसा अर्को विध्वंस मचाउन खोजिएको त होइन। यहाँ सचेत हुनुपर्ने हुन्छ। मैले युवा विद्यार्थीहरू होइन यो जेन्जी समूहका उमेर समूहका भाइ बहिनीहरूलाई मैले के भन्न चाहन्छु भने हामी पक्कै पनि हाम्रो तातो रगत होइन कसले के भन्यो अनि एउटा शब्द भनिदिएपछि एउटा तर्क गरिदिएपछि एउटा इस्यु भनिदिएपछि त्यहाँ एकदमै आक्रोशित भएर जाने त्यसको प्रतिवाद गर्न सक्ने क्षमता हुन्छ। त्यो हामी हिजो कुनै बेला हामीलाई पनि त्यस्तो जाग्थ्यो। तर अहिलेका युवा विद्यार्थी भने हिजो हाम्रो उमेर समूह जस्तो त्योभन्दा अगाडिका जस्तो होइन अलिअलि होइन समाज नबुझेको नपढेको अलिक कम पढेको जस्तो जो थियो अहिले त यहाँ आफैलाई होइन पुरै विज्ञ ठान्ने वैज्ञानिक ठान्ने एकदम शिक्षाविद ठान्नेहरू नै त्यस्तो हुँदाखेरि देश कता जाँदैछ भन्ने कुरा हामीले ख्याल गर्नुपर्छ। र राजनीतिक पार्टीहरूले जो तर मार्न खोजेको तरिका के हो भने मान्छेलाई उचालेर केही अलिअलि विध्वंस भयो भने त्यसपछि यो अहिलेको तत्कालीन अन्तरिम सरकार पनि असक्षम भयो र राजनीतिक पार्टीहरू त असक्षम छँदैछन्। यो भन्ने नाममा नयाँ अनुहार भनिरहेछन्। अनुहार नयाँ हुने कुरा होइन। नयाँ अनुहार पुरानो अनुहारभन्दा फरक केही पनि छैन। त्यो हामीले बुझिराख्नुपर्छ र तिनीहरूले हामीले भोगिराखेको कुरा हुने कुरा भइहाल्यो। अनि त्यहाँ त्यो विभिन्न समूह हुँदै गर्दाखेरि तिनीहरूले कसैलाई राजा चाहिने, कसैलाई पार्टी चाहिने, कसैलाई त्यो अप्रत्यक्ष रूपमा पार्टी विरोधी मान्छेहरू नै पार्टीका मान्छे छन् तर पार्टी विरोधी मान्छे छन्। अनि यसो हुँदाखेरि सबैले ध्यान दिनुपर्छ भन्ने जस्तो लाग्छ। विगतमा आन्दोलन गर्ने आवाज उठाउन पाउनुपर्छ भन्ने केही देखासिकी अब हाम्रो आन्दोलनबाट त सिक्ने कुरा भइ नै हाल्यो। त्यसपछि खास के देखिन्छ भने अहिले जो नेपाली कम्युनिस्ट पार्टीका कुरा गरौँ, काङ्ग्रेस एमालेका कुरा गरौँ, अरू पार्टीका पनि कुरा गरौँ, जो एउटा पार्टीले कारबाही गर्छ निकाल्छ होइन पार्टीबाट निष्कासन गर्छ, अर्को पार्टीमा स्वाट्ट सिसिएम बनाइदिने अनि स्वाट्ट अनि के अरे पार्टीको कार्यालयमा लिइदिने या होइन पार्टीको जिम्मेवारी पद दिने गर्दाखेरि यो एउटा रोग जस्तो बनेर अनि कुनै मान्छे स्वाट्ट एउटा पार्टीबाट निस्किन्छ, कारबाही पर्छ, स्वाट्ट अर्को पार्टीमा गएर सिसिएम नै भइहाल्छ। यो प्रवृत्तिले झन् दुर्गति जस्तो झन् अनि दुरुपयोग जस्तो राजनीतिक दुरुपयोग जस्तो भएको देखिन्छ। यहाँ आन्दोलन पनि के भयो भने केही मान्छेहरूले आन्दोलन गरे सडकबाट स्वाट्ट टिपा जस्तो गरेर अनि मानव उदाहरणको लागि केही जिल्लाहरूमा सांसदै जिते, केही भ्रष्टाचार विरोधी के अरे आन्दोलन गरे जस्तो गरे र सांसद जिते। अलि कोही मान्छेहरू मन्त्री छन् भात बाँडेको नाममा या होइन जाडो मौसमको कपडा बाँडेको नाममा माग्दै बाँड्दै गर्ने त्यो हामीले त विगतदेखि गर्दै आएको कुरा पनि हो। भइसकेपछि अहिले पनि के छ भने सेलिब्रिटी टक्क एउटा होइन फेसबुकमा आउने बाहिर मिडियामा अलिअलि आयो भने हामी सजिलै समेटिन सकिन्छ र सजिलै एउटा जिम्मेवारी पाउन सकिन्छ भन्ने खालको जो मनोभावनाले मनोवृत्तिले काम गरेर देखिन्छ। यसले देशलाई निकास दिँदैन, राष्ट्रलाई निकास दिँदैन र जनताका समस्याहरू हल हुँदैनन् भन्ने कुरामा हामी क्लियर हुनुपर्छ। भलै दुई चारजनालाई आन्दोलन गरौँला, दुई चारजना जम्मा पारौँला, दुई चार लट्ठी खाम्ला, त्यो एबिसिडी जो पनि हुनसक्छ। त्यो हामी पनि कुनै बेला अवसर पाउँला, त्यो फरक कुरा भयो। तर भन्दाखेरि एक भने गर्दाखेरि एक भने देशलाई निकास राष्ट्रलाई निकास होइन जनतालाई निकास चाहिएको हो भने यो तरिकाको आन्दोलन गराइले हुँदैन। र मुख्य कुरा वैचारिक रूपबाट नै एउटा पार्टी सङ्गठन या जेन्जी समूह जे भए पनि एउटा विचारमा क्लियर नभइकन गरिने आन्दोलनले निकास दिने देखिन्न। अनि यसो हुँदाखेरि अब क्रान्तिकारी शक्तिहरू पनि अहिले कता कता बाहिर विज्ञप्ति निकाल्ने होइन झन्झन टुटफुट विभाजनतिर जाने जो प्रवृत्ति छ। अनि यहाँ विभाजन एकताको कुरा पनि कस्तो भयो भने क्रान्तिकारी शक्तिहरू पनि कस्ता भए ल आज मैले सट्ट एउटा पार्टी गठन गर्ने, भोलिपल्ट एउटा चलेको पार्टीसँग के अरे एकता भन्ने होइन कार्यगत एकता भन्ने स्वाट्ट मलाई त्यहाँ सिसिएमको पिबिएमको या कार्यालय सदस्यको अनि बार्गेनिङ गर्ने र अर्को पार्टीले दिइ पनि हाल्ने प्रवृत्तिले गर्दाखेरि यो झन् रोग जस्तो भयो जस्तो लाग्छ मलाई। यो आन्दोलनको पनि ठ्याक्कै त्यही हो। ल मानव ज्ञानेन्द्रकै कुरा गरौँ, ज्ञानेन्द्र साई जुम्लाको कुरा गरौँ, यो अनि के अरे रविकै कुरा गरौँ, 2-4 महिना 2-4 वर्ष बेसी त गाली गर्ने त्यसपछि स्वाट्ट पार्टी नामको बनाएर जो हाबी हुन खोज्ने र अनि एउटा सत्तामा पुग्ने अहिले पनि ठ्याक्कै जेन्जी युवा भन्नेहरूलाई त्यही एकदम केही मान्छे त मैले होइन दिउँसै हामीले भोगेका जानेका मान्छेहरू पनि छन् त्यहाँ होइन
कति खान्छन्, कतिले के गर्छन्, कति क्षमता हो भन्ने कुरा तपाईँहरूले नबुझा मान्छे होइनन्। यसो हुँदाखेरि तिनी मान्छे सत्तामा पुगेपछि के होला यसो कल्पना गर्नु एकचोटि होइन। आज जो एउटा बिहान बेलुका छाक्टार्नको लागि बिहान बेलुका अनि होइन आफ्नो मस्ती गर्नको लागि यत्रो आन्दोलन गर्ने मान्छे फेरि त्यहीँ पुगेपछि ल सत्तामा पुग्यो, जिम्मेवारी ठाउँमा पुग्यो, यो देश चलाउन तिनकै हातमा पर्यो, के होला? अस्तिको एउटा भिडियो हेर्न पाइयो, एकजना मान्छेले त्यहाँ अब बोल्दा बोल्दै एकजना मान्छेलाई होइन इन्टरभ्यू दिन पाइन्न भनेर त्यहाँ फेरि लात्तीले हानेको देख्न पाइयो। यो तरिकाको जेन्जी भयो भने यसले देश कसरी चलाउँछ? ल देश तिनकै हातमा पर्यो अरे के हुन्छ? अरू कुरा लोकतन्त्र गणतन्त्र भन्ने एउटा व्यवस्था चलिरहेको देशमा अनि चाहे त्यो राजावादी होस्, चाहे त्यो अनि कोही गणतन्त्रवादी होस्, चाहे त्यो एउटा होइन पश्चिगामी होस्, आवाज उठाउन पाउने उसको पनि अधिकारको कुरा हो। अनि जेन्जीको मात्रै के अरे इन्टरभ्यू लिनुपर्छ अनि अरूको लिन मिल्दैन भन्ने काहीँ ठाउँ छ। भोलि त्यसरी अरू कसैले प्रतिबन्ध जेनवाईले प्रतिबन्ध लगायो भने के हुन्छ? जेनवाई बाहेक अनि कसैको आवाजहरू यहाँ उठाउन मिल्दैन भन्ने हो भने, जेन एक्सले भन्यो भने या अरू कसैले भन्यो भने अनि त्यो समाजलाई हामीले ठिक ढङ्गबाट निकास दिन खोज्दैछौँ कि झन् अनि अर्को सङ्कटको बाटोतिर लिन खोज्दैछौँ, झन् अनि दुर्गतितिर लिँदैछौँ। यसो हुँदाखेरि अब त्यही समूहका मान्छे, त्यही कोटे खाने एकजना वृद्ध बाको समूहका मान्छे आएर त्यहाँ झडप गर्न खोजे के हुन्छ? यो स्थितिलाई हामी आकलन गर्ने कि नगर्ने? यसो हुँदाखेरि जेन्जी भाइ बहिनीहरूलाई संयमित भएर होइन अझै पनि तिमीहरूको स्वार्थ के हो, तिमीहरूको परिचालन गर्ने संस्था कुन हो, यो चाहिँ चाहिन्छ। फेरि हामीले त भनेकै छौँ केही मान्छेहरू विशुद्ध राजावादीले परिचालन गरेका मान्छे पनि छन्, केही मान्छेहरू दुर्गा प्रसादले परिचालन गरेका मान्छे छन्। दुर्गा प्रसाईको एउटा आइडिया सूचना ल्याएर विभिन्न पार्टी सङ्गठनमा अनि काम गरिराखेका मान्छे पनि विगतदेखि हामीले नबोकेका कुरा भएन। चाहे त्यो काङ्ग्रेस होस्, एमाले होस्, अब नेपाली कम्युनिस्ट पार्टी होस्, अरू माओवादी हुन्, विप्लव जो भउन् होइन। यद्यपि हामीसँग जोडिएका साथीहरू पनि अहिले पनि केही छन्, केही अनि कहाँ जाने र के गर्ने भनिरहेका छन् हिजो आज पनि होइन। कहाँ जाने के गर्ने, एउटा कता गयो के हुन्छ भन्ने लाग्छ भने साथीहरूले आफ्नो बाटो तताए हुन्छ अनि गयो हुन्छ भनिरहेको छौँ। हामीले त विचारको छलफल गरौँ, बहस गरौँ, कम्तीमा पनि निकास के हुनसक्छ, अहिलेको समाज बदल्ने एउटा तरिका के हुनसक्छ होइन। यही तरिकाले हुन्छ त? ल काङ्ग्रेसले गरेन, एमाले गरेन, अर्को प्रचण्ड नेतृत्वले गरेन, विप्लव नेतृत्वको पार्टीले गरेन, अर्को धर्मेन्द्र नेतृत्वको पार्टीले गरेन भनेपछि त्यसको विकल्प के हुन्छ त? रवि विकल्प हो, अर्को बालन विकल्प हो, अरू कोही राजावादीहरू विकल्प हुन् आजको दिनमा? यसो हुँदाखेरि हुनै सक्दैन। मलाई के लाग्छ भने एउटा बिरामीलाई एउटाका कारण एकजना बिरामी पर्यो, त्यसले बिरामी मात्रै पार्यो, अर्को मान्छे आएर स्वाट्टै त्यो होइन बिरामी पार्ने लफडा गर्ने भन्दा त्यसलाई मारेरै फालिदिउँ भन्ने तरिकाको मान्छे आएर अनि मार्न थालेपछि के हुन्छ? यो ठ्याक्कै त्यही हुन्छ। यो भोलि यो देश आज भ्रष्टाचार गरे भन्ने नाममा मैले भ्रष्टाचारीहरू जोगाइराखौँ भन्ने तर्क होइन होइन। यी भ्रष्टाचारीको अन्त्य त यही व्यवस्थामा टेकेर अहिलेको नयाँ ढङ्गबाट एउटा निकास दिन सकेपछि हो। पुराना यी जो अनुहारका पश्चिमाले पालिरहेका यी बुवासाहरू ल्याएर देशको निकास हुँदैन। एकचोटि त केपी प्रचण्ड देउवाहरूलाई बिउलोहरूलाई तल आएदेखिलाई हाम्रो आनन्द त आउला होइन होइन एकदम होइन चिलाएको शरीर कनास त होला। तर खासमा यिनी सबभन्दा देशद्रोही सबभन्दा देश होइन विध्वंस बनाउने र विदेशीहरूको यो देश एकदम किडास्थल बनाउने तिर जो लागिरहेका छन् यसका विरुद्ध हामीले सचेतपूर्वक तरिकाले लाग्नुपर्छ, लड्नुपर्छ। लडाइँको पनि एउटा आधार हुन्छ, त्यसको रूप हुन्छ होइन। अहिले तत्कालै पुलिसलाई लखेटेपछि, पुलिसलाई दुई चारजना पुलिसले हानेपछि, पुलिसले हामीले लट्ठी हानेपछि, हामी मिडियामा आएपछि यसको समाधान हुन्छ भन्ने ठानिएर त्यसपछि हामी कसैले मन्त्री बनाउला, कसैले मन्त्री बनाइदिएला र यो अन्तरिम सरकार विघटन गरेर हामी त्यहाँ पुगौँला भन्ने सोचबाट भन्दा पनि संसदीय व्यवस्था मान्ने पार्टीका साथीहरूले या जेन्जी समूहहरूले के बुझ्नुपर्छ भने तपाईँहरू त संसदीय व्यवस्था नहुने भइसकेपछि त त्यही निर्वाचन गराएर अहिलेको तत्कालीन निर्वाचनलाई सम्पन्न गरेर जो आए पनि त्यसपछि एउटा अलिअलि केही महिना जनताले अलिकति सुख त के हुन्थ्यो, एउटा अलिअलि शान्ति जस्तो देखिन पाए जनतालाई राहत होला जस्तो लाग्छ होइन। नत्र भने एउटा विचार निर्माण गरेर क्रान्तिकारी शक्ति निर्माण गरेर होइन यो सम्पूर्ण दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर नयाँ एउटा दिशा दिन नसकेपछि यो देशको हालत यही हुने देखिन्छ र विदेशीहरूले सधैँ खेलिराख्ने वातावरण बनिराख्ने देखिन्छ। पुराना दलहरूले त विदेशीहरूलाई यहाँ खेल मैदान बनाए यसपछि नयाँ खालका जेन्जीले गरे आन्दोलन पनि त्यही हुने अनि आएर यता होइन नयाँ खालका अनुहारहरू आएर पनि फेरि त्यही हुने भयो भने देश ठुलो खाडलतिर जाँदैछ। यसलाई रोक्नको लागि तपाईँ हामी सचेतपूर्वक तरिकाले
समाज अध्ययन अहिलेको समय बुझेर लाग्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु। धन्यवाद।